गाइस वेलकम छ तपाईहरुलाई मिस्टर नेपाल 2012 मा। आज चाहिँ मैले फेरि भ्लग लिएर आएको छु। हिजो चाहिँ हालिन किन भन्दाखेरि मलाई अल्छी लाग्यो। अब आजको देखाउँछु। आज चाहिँ मन्दिरमा फाइनल डे हो पूजाको। आज नवरात्रको 9 दिन हो। आज चाहिँ हवनहरु हुनेछ। सबै तपाईलाई सबै देखाउँछु होला। हेलो गाइस, यहाँ चाहिँ म चाहिँ भाँडा मस्काउँदै छु। यो चाहिँ काले केटो पछाडी भ्लग बनाउँदै छ मेरो लागि हैन गाइस। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हो गाडी आयो हैन। गाडी चाहिँ यस्तो छ हो। पुरानो अल्टो रहेछ। अल्टो अर्को रहेछ हो। अन्त यहाँ चाहिँ यो आज चाहिँ यो प्रतीक यो के अरे युट्युब ब्लगर चाहिँ यसरी भाडा मास्ने बनाएर हो यहाँ उत्पात भएको छ अनि रिसाइरहेको छ अहिले चाहिँ। अनि यता चाहिँ हेर्न सक्नुहुन्छ हो पारी गाउँ हो। यो चाहिँ यता सामनुङ हो। यो चाहिँ यो युट्युबरको ब्लगरको यो चाहिँ गाडी हो। ऊपर हाम्रै गाडी हो। यहाँ चाहिँ पण्डित बा सुरु लिएर आउँदैछु मन्दिरमा। आज दुर्गा पूजा विसर्जन, आज हवन गर्ने पूर्णाहुति गर्नका लागि लिएर आउँदैछु। अनि हेर्न सक्नुहुन्छ हो पारी चाहिँ हाम्रो गाउँ भन्दाखेरि लिमुङ भनिन्छ हो। यता हाम्रो जङ्गल छ। आजको आकाशको भ्यू देख्न सक्नुहुन्छ हो। त्यस्तै छ। अनि यहाँ हाम्रो युट्युबर भाइ चाहिँ भाडा माझिरहेको छ हो। अनि तपाईहरुलाई पनि मन छ भने भाडा माझ्ने आएर माझ्न सक्नुहुन्छ। गाइस अब चाहिँ म घर आएको थिएँ हैन। यहाँ चाहिँ गाडी आउँदैछ, बाइक आउँदैछ। हाम्रो दादा आदित्य दादा जानुहुँदैछ। अब तपाईलाई हवन देखाउँछु होला। यो चाहिँ हवन हुँदैछ। आजको ब्लगको लागि यति नै। तपाईलाई भोलिको ब्लगमा भोलि चाहिँ ट्रिप छ। यहाँदेखि क्युजिङ टिका लाएर चाहिँ जाने हो। त्यहाँबाट तपाईहरु त्यो ब्लग हेर्न राम्रो आउँछ होला। आजको ब्लगको लागि यति नै। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।